हामी ल हामी चाहिँ धराहरा भित्र आइपुगिसक्यौँ। आज चाहिँ हामी यता धराहरा घुम्न आएको अनि यहाँको भ्यूहरू चाहिँ यस्तो रहेको छ। अनि यहाँ आमा काकी चाहिँ बसिरहनु भएको छ भाइ। यता चाहिँ यस्तो यस्तो गर्मी छ। ओ माई गड, त्यो चाहिँ पर चाहिँ डोम हाउस जस्तो। यो चाहिँ धराहरा तलको भ्यू। कति धेरै मान्छे हुनुहुन्छ माथि। अनि यता आयो Oh my god! Wow! Music पनि छ। Wow. यो चढ्नुलाई त्यो लाइन बसेर एक राउन्डै छ कि के हो लाइन पनि। आउँछ होला अब कुरम होइन आउला नि त। यो चाहिँ हाम्रो पुरानो धराहरा यसरी संरक्षण गरिराखिएको छ। सानै छ रहेछ, अहिलेको चाहिँ ठुलो यस्तो छ। अनि यो चाहिँ नयाँ टोपी खस्ने रहेछ हौ। ल चढौँ हामी पनि अब। यो धराहरा इन्ट्रान्स एक्जिट यता 14औं फ्लोरमा छ। यहाँ त्यस्तो बाहिर हेरौँ। ओ माई गड, यस्तो देख्छ यहाँबाट चाहिँ। कति हामी 15 मा आइपुग्यो। छ नि यहाँ आमाहरू चाहिँ हेरिरहेको छ। 16औं मा यहाँबाट चाहिँ यस्तो देख्छ। आर्मी क्याम्प हो, स्टेडियम। हजुर मेन भनौँ न, हेड क्वार्टर जस्तो। अनि त्यो माथि निस्किँदैछ भाइ। अब क्राउड, ओ माई गड। फाइनली हामी चाहिँ टपमा आइपुग्यो। हावा कम भयो।
यहाँबाट चाहिँ यस्तो देख्छ है। अब यही वाला त हजुर रिल सिद्धि रिल मोबाइलको रिल सिद्धि यो हो नि तल सानो पुरै छानो ढल्यो स्वयं त्यति एड स्वयं छ नि कति हो कति नि मान्छे सफा गरिदिन्छ कति हुनुहुन्छ कति मान्छे माथिबाट देख्ने भ्यू चाहिँ तलको ल्यान्डस्केप चाहिँ खतरा छ हौ ल्यान्डस्केप पनि यहाँ चले आयो त्यति खप ल हामी चाहिँ घरतिर लाङबहादुर है हिँडेरै झर्दै हो आकाशबाट पातालतिर प्रस्थान लाङबहादुर हामी चाहिँ एक्जिट मेन ब्रान्च लाइन बसिरहनु भएको छ मान्छेहरू लिफ्टमा जानुको लागि र हामी चाहिँ बाहिर निस्क्यौँ कस्तो शीतल ओ माई गॉड ल फोटो खिच्नुहुँदैछ ल निस्क्यौँ हामी चाहिँ बाहिर फाइनली बस्नु थाक्यो यत्रोबाट झरेर थाक्नु भयो उहाँहरू खोइ थाक्यो चढेर पनि झरिसक्यौँ खाजा खाएर ब्याक टु होम हो चाहिँ हामी घर हिँडेको हामी चाहिँ काठमाडौँ मलमा बसेको जम 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 बुढाको अचार रहेछ उहाँको अचार चाहिँ बुढाको अचार लाइन हो लाइन होला ठिक छ क्या मेरो चिकन भन्दा चाहिँ पठाएको छैन बुढाको अचार बुढाको अचार यो चाहिँ माया गुरुङको बुढाको अचार हो बफ स्पेसल छ साथीहरू माया गुरुङलाई सपोर्ट गर्नुपर्छ सबैले पहिले चिकन खाएको थियो अहिले चाहिँ बफमा आएको छ हौ साथीहरू ल्याएको छु अनि मेरो बुवाले किनेर लिएर आएको मैले चाहिँ होइन म चाहिँ एड मात्रै गरेको साथीहरू म कप्पा खाएर नि हेर्छु है त साथीहरू
स्पेसल साथीहरू कस्तो रहेछ त फुपू अचार मिठो छ धन्नी रहेछ चट्ट पिरो हुन्छ यसमा त्यो चाहिँ मायाको बुढाको चाउ झन्डै चाउचाउ भन्नु चाउचाउ अचार हौ चाउचाउ ल खानु त मिठो रहेछ मिठो मिठो छ साँच्ची दामी छ स्पेसल हो सबै मिलेको स्पेसल छ दामी छ मसला नुन खोर्सानी ठिक्क हो भनेपछि सबै एकदम राम्रो स्पेसल बनाउँछ कि माया गुरुङले अरू अचारहरू खाँदा भन्दै अचार एकदम टेस्टी छ क्या मिठो छ हो काठमाडौँ महल भन्दै जान्छ काठमाडौँ महलमा यो सबै चलेको छ नि युकेतिर कति गएको छ प्याकेट प्याकेट कार्टुन कार्टुनै लागेको छ युकेतिर हेलो एभ्रिवान यो माया गुरुङको बुढाको अचार चाहिँ आज हामीले काठमाडौँ महल गएर मेरो बुहारीले किनेर लिएर आउनुभएको हो के अरे लोकल सेन्तेरेसँग चाहिँ म पुरा चाख्नु आँटेको छु अब यसो हेर्दा चाहिँ माया गुरुङको अचार चाहिँ एकदम हेर्दाखेरि नै राम्रो छ अनि खाँदा चाहिँ झन् बहुतै राम्रो होला साथीहरू बेस्ट स्वादिष्ट छ साथीहरू हो कस्तो रहेछ त फुपू एकदम मिठो छ सबैले खानुहोस् सपोर्ट गर्नुहोस् अझ यसमा यो मात्रै हेर्नु यो सेन्तेर पनि लाउनुपर्छ आइराख के आइराख गाईहरू कोदोको अनि यो ओरिजिनल कोदोको हो नि यो लाल चाहिँ सुप्पा यसरी त्यहाँ गाई त्यस्तो हुन्छ नि पारा भनेको यो हो कि नेपालीको ल सबै साथीहरूले चाहिँ खानुहोस् है मैले 2 पिस चाखिसकेँ है धन्यवाद